वेलकम बैक टू माई अनदर भिडियो अनि ह्याप्पी चैते दशैं टु अल। जो नेपालमा हुनुहुन्छ सबैजनालाई चैते दशैंको शुभकामना। जो नेपालदेखि बाहिर हुन्छ उहाँहरूलाई नि शुभकामना। हजुरहरूको छुट्टी छ कि छैन? मेरो चाहिँ आज छुट्टी छ, त्यही भएर मस्त चैते दशैं मनाएर सुतेर उठेँ। अब चाहिँ अरू के गर्न सक्छु र मैले नास्ता बनाउँछु भनेर नास्ता बनाउनुतिर लाग्यो। अनि आज चाहिँ के छ नयाँ भन्दा मैले चाहिँ करेन्टको 3x नेपालमै खाएको थिएँ होइन। मलाई एकदम मन परेको होइन। पिरो पनि लास्टै मन परेको अनि चाउचाउ पनि लास्टै मन परेको। अनि मेरो बुढाले चाहिँ अहिलेसम्म करेन्टको 3x खानु पर्दैन, त्यही भएर आज चाहिँ बुढालाई टेस्ट गराउँछु भनेर करेन्टको 3x बनाउँछु भनेर लगाएको। यहाँ चाहिँ 3:30 3:15 भयो, 3:30 बजीतिर 3:30 4 बजीतिर आउँछ होला। त्यही भएर मैले बनाउँदैछु। लेट्स होप उहाँलाई पनि मन परोस्। अनि पिरो त अब बुढाबुढीलाई चाहिँ मनपर्छ, किन मन नपर्थ्यो र। पिरो खानु पाएपछि त्यही हो। लेट्स गो इन्टु द किचन है त। ह्याप्पी चैते दशैं। अनि टिका लाएर कोही पैसा कमाउनु भयो होला, आफ्नो त निधार खाली भयो। यो भिडियो मार्फत मेरो सासुआमा अनि मेरो मम्मी दुईटा, सासु मम्मी र मम्मीलाई मैले के अरे चैते दशैं निम्तो भन्नुभएको थियो, छिटो गरेर आऊ भनेर। मैले भनेको मेरो भागको दक्षिणा राख्दिनँ होला, अरू नभइने भनेको दक्षिणा राख्दिनँ है। म आउँदाखेरि माग्छु, म त लास्टै छुच्ची छु। ल अब ढिलो नगरिकन किचनतिर जाऊँ ल। करेन्टको 3x है खाने भए आऊँ, तर म दिन्न, छैन यति। अनि खास हामीले तरकारीहरू के अरे चाउमिन चाउचाउ पास्ताहरू बनाउँदाखेरि तरकारी बढी राख्थ्यौँ नि त। आज यसमा चाहिँ तरकारीहरू राख्दिनँ, किन भन्दा फर्स्ट टाइम ट्राई गर्ने, टेस्ट गराउने नि त। त्यही भएर तरकारी राखेपछि तरकारीतिर जान्छ त्यो टेस्ट। त्यही भएर आज मैले यसमा गाजर र मटर मात्रै राख्छु ल। खाएँ ल। यस्तो मोटोमा हुन्छ कि यो चाहिँ हेर्नु, कोरियन जापानिज हुन्छ नि त्यस्तै टाइपको। अनि अरू एउटै हुन्छ होइन। यो सिजनिङ पनि 1x जस्तै हुन्छ। अनि यो पनि त्यही हो, करेन्टको एउटै हुन्छ। यो पनि यो सिजनिङ पनि खास फरक भनेको यो 3x को यो सुप यो जुन छ नि 3x यसैमा हो। एकदम खरो पिरो हो नि, खरो। अनि पिरो लास्टै पिरो भयो भने गुलियो गुलियो टाइपको छ, एकदम मन पर्ने क्या। हजुरले ट्राई गर्नुभएको छैन एक्चुअली डेफिनेटली है ट्राई गर। अझै साथीको इन्ट्री भएन, त्यो चिसो खाना हुन। त्यही भएर मैले यसलाई चाहिँ के अरे चाउचाउ राखेपछि बन्द गरिदिएँ। One hour later. लेटेस्ट न्युज साथीहरू, 3:30 भयो थियो। अब आउँछन् होला, मैले पकाउँछु भनेको। 1 घन्टा लाग्ने भयो अरे अझै। उमालेर राखेको थिएँ, धन्न भुटेको थिएन। अब वेट गर्छु। 4:15 बजीतिर बल्ल मैले स्टार्ट गर्छु ल। 1 घन्टालाई गुड नाइट। अब के गर्ने, सुत्छु। अब जाडो भयो थियो, मस्त ब्ल्याङ्केटहरू। 2000 years later. लेट्स गो पकाऊँ ल। आउने अत्तो पत्तो त छैन, त्यही पकाऊँ। अब त 4:30 भइसक्यो। ओके राख्छौँ जिरा। आमामामा पढेको चिल्लो सुन है। गाजर पहिला मैले ठुलो कराईमा बनाउँछु हुन्छ नि त। पुरै त चाउचाउ बनाउँछु, सानोमा बनाएको बेसीमा हट्दैन। देन हामीले यसमा राख्छौँ मटर। मटर चाहिँ फ्रोजन हो, त्यही भएर चटन चड्किन सक्छ। त्यही भएर यसलाई एकछिन ढाकिदिन्छु ल, पड्किन्छ के। हेरौँ है, हेरौँ। ओ यो मैले भन्छु नि पानी पाकेँ, पानी पनि। म कुर्दै थाकेँ। 5 बज्यो साथीहरू। मान्छेलाई कुर्दै 5 बज्यो नि त। अनि के भयो थाहा यहाँ हेर्नु, के देखेको यहाँ के भयो। इस मोमो भयो। इस अनि यसलाई तातो पानीमा एकचोटि भिजाउनु पऱ्यो क्या।
यस्तै राख्छु म यता पकाउनु राख्छु यसलाई यता ढालिदिन्छु अनि यहाँ यस्तो छ हालत यसमा म अब कसरी पकाउनु छ हजुरहरु यसमा चाहिँ अब मैले यसलाई एमा राख्छु सानो ग्यास बनाएर आएको पहिला मजाले टाइम जति छ नि मसँग त्यही भएर खेली पकाइछु आनन्दले मान्छे खाने मान्छे आएन आज झन् फर्स्ट टाइम ट्राई गरौँ भनेको झन् फर्स्ट त भएन गरौँ यसपछि यसमा राखिन्छ सिजनिङ मटरको दाम त यसैमा हुँदो रहेछन् धेरै राख्यो क्या त्यसपछि राखिन्छ सुप दुइटै राखौँ कि एउटा राखौँ सोचिरहेछु दुइटै राखेर ट्राई गरौँ न त सुरुचोटि कतिको पिरो खाएको पनि त थाहा पाउनु पर्यो नि टेस्ट होइन ल हेर्नु यस्तो छ 3x को कलर हामीले यसमा राखिन्छ चाउ खानियो अटाउँछ होला नै चाउ नाइस हामी यसलाई गर्छौँ मिक्स नखस्न खस्ने होइन यहाँ किन्न पाइँदैन ओके गाइज लाग्यो नि अनि मान्छेको इन्ट्री पो भएन र डन हुँदैछ डन फाइनल चेकअप नाइस डन गरौँ अब चाहिँ प्लेटिङ गरौँ न अब दामीवाला कस्तो खाले गर्ने भन्दा यस्तो खाले गर्ने यस्तो खाले गरेर यस्तो खाले गर्ने नाइस अनहानी हो र ओहो यही हो कुरो लाउन्स खाने ओहो धेरै काम भएन ये त हेरेर भन पिरो म पनि टेस्ट गर्छु नि त यति यहाँ बनाएको होइन यो उमालेको कति बज्यो त 3:15 बज्यो उसको टेक्सचर चाहिँ मिठो लाग्छ ओके साथीहरूलाई यही हो कुरो आजको कस्तो फरक लागेन 2x भन्दा 1x भन्दा चाउचाउ के मोटो होइन त्यही हो कुरो यही नै हो जग्गी जे गराएर दिए नि बाबु ह्याप्पी चैते दसैँ